नमस्ते लासो फ्याफला नमस्ते तपाईहरुलाई हार्दिक हार्दिक स्वागत छ मेरो युट्युब च्यानलमा। आज म घुम्दै फिर्दै ललितपुर जिल्लाको यो बदासे डाँडा भन्ने ठाउँमा आइपुगिरहेको छु र यस्तै गरेर म एउटा सानो छोटो भिडियो लिएर आएको छु। कस्तो खालको भिडियो भन्दाखेरि ल हेर्नुस् यता देखाउनुस् हजुर। अनि यो चाहिँ एकदमै मुलाको सागलाई चाहिने एकदमै यो मुलालाई चाहिने अब धेरै समयसम्म राखेपछि यसको फुल हुन सक्छ र यो फुल चाहिने हामीले पहिलाको बेलामा चाहिँ हामीले यसै गरी खाने गर्थ्यौँ, यसरी खान्थ्यौँ र अनि यो मुलाको फल फलेर यो गेडालाई चाहिने सुकाएर यसको पाउडर बनाएर यसको धुलो चाहिने हामीले खायौँ भने पाचन शक्तिलाई पाचन क्रियालाई एकदम राम्रो गर्छ र त्यसैले हामी पहिला खानाको साथमा हामी मुला एक दाना खायो भने त्यसले पाचन शक्तिलाई काम गर्छ भने यसको गेडाले पनि हाम्रो पाचन शक्तिलाई धेरै फाइदा दिन्छ र यसै गरेर हामी यो मुलामा पनि एकदम प्रभावकारी गुण छ भनेर हामीले बुझ्न सक्छौँ कि यो ठाउँमा अब पहाडको दुर्गम क्षेत्रमा पहाडको दुर्गम इलाकामा चाहिँ यसरी मुलालाई चाहिँ यस्तो फुल बनाएर चाहिने यसरी फुल धेरै आउने गरेर छिपिनी गरेर राखिएको हुन्छ। यसै गरी गुणस्तरीय साह्रै राम्रो प्रभावकारी चिजलाई यसको फल निकालेर यसको गेडा निकालेर यो गेडालाई पिनेर पाउडर बनाएर र यसको पाउडर बनाएर चाहिने यसको पाउडर दैनिक एक चम्चा खाने गर्नुभयो भने पाचन क्रियालाई पाचन शक्तिलाई एकदमै राम्रो गरेर लिभरलाई पनि काम गर्ने सहयोग पुर्याउँछ भन्ने कुराहरू यस्तो जानकारी तपाईहरुलाई दिन आइरहेको छु। यसै गरेर तपाईहरु हाम्रो गाउँठाउँमा पनि यसै गरेर यो मुलाको पातलाई चाहिने ठुलो फुल फुलाएर यो पात चाहिने यसको गेडा चाहिने फलाउने काम गर्नुहोस्। यसरी फलाउनु पर्छ। ल हेर्नुहोस् यहाँ हाम्रो खेती भइरहेको छ। ल हेर्नुहोस् यस्तो हुन्छ। ल हेर्नुहोस् यसरी चाहिँ तपाईहरु युज गर्नुहोस्, बनाउनुहोस्, खानुहोस् र यो हाम्रो जीवनलाई पनि शक्तिशाली बनाउनुहोस्, निरोगी बनेर जीवन एकदम राम्रो निरोगी बनेर तपाईँ जाँड रक्सी, चुरोटबिडी, माछा मासु यस्ता नराम्रो चिज नखाएर अर्ग्यानिक चिजहरू यसरी खाएर तपाईँ निरोगी बन्न चाहनुहुन्छ भने मेरो सम्पर्कमा आउनुहोस्। मेरो नाम सोनम लामा, सोनम बालको युट्युब च्यानलमा तपाईँ हेर्नलाई नभुल्नुहोस् र हेर्दै जानुहोस्। तपाईँ लाइक, सब्सक्राइब, कमेन्ट गरेर तपाईँ मेरो च्यानलमा साथी बनेर आउनुहोस्। तपाईलाई नमस्कार छ। यति भन्दै म बिदा हुन चाहन्छु। लास्ट अफ फ्याफला तस्दिरले।